तपाईँ सँगै सबैसँग भेटघाट गर्न पाउँदाखेरि Bakalong kajing kami banyak sekau ya kajing pla kajing iba ping. धेरै आनन्दको कुरा हो जब हामी गवाई सुन्दै थियौँ Makali kalong ka piyatu ingi ba kajing kot kajong ublay. Yani kalong saka kam kajong. र तपाईँले भन्दै हुनुहुन्थ्यो जब परमेश्वरले बोलाउनु भयो उहाँको कामको लागि पनि हामीलाई बोलाउनु भयो Ano ka nagaskid ba manta utraw ng kot ya lagi Gibril ban kiti ka kam jong. र आजको यो दिनसम्म पनि परमेश्वरले चाहिँ बोलाउँदै हुनुहुन्छ उहाँलाई उहाँको सेवा गर्नुको लागि Kipuli ko gospel jong Matias nong ka bakhinday. र तपाईँले मध्यमा जब पढ्नुहुनेछ 9 पदमा Banado ko kot walay pusan ka umbaw jisulaya keleng kinong ba kinong lalay banyalap ka gospel chikeleng sodom. 30 पदबाट जब तपाईँ पढ्नुहुन्छ त्यहाँनिर पाउनुहुन्छ कि प्रभु यीशु ख्रीष्ट चारैतिर जानुभयो र उहाँले चाहिँ समाचार सुनाउनु भयो Pagkijing siya kri jong ukalong ban hikaya ka tin jong ublay banyalap ban penkia. र उहाँको सेवा चाहिँ थियो परमेश्वरको राज्यको बारेमा बताउन र रोगीहरूलाई चङ्गाई गर्न र परमेश्वरको सुसमाचार सुनाउन Ban hapula pet yu pai ba bon bilin rasno sanay. र जब धेरै मानिसहरूलाई जब देख्नुभयो उहाँको हृदय दयाले भर्यो Bat ulong ka lingka kalong ka bala berli. अनि उहाँले भन्नुभयो खेत चाहिँ पाकिसकेको छ Ka lingka kalong ka bala ukaw la ilupa. र जो गहुँहरू छ पुरा पाकिसकेको छ खेत Henry kinong tray kinong tangkin gyan. किनभने काम गर्ने चाहिँ थोरै छ Wong dry na kabanta. Kinong tray dry uk try jo ka jingot bon pai kinong tray sa ka lingka jong. प्रार्थना गरेर खेतालाका परमेश्वरलाई ताकि उहाँले काट्ने गर्नेहरू भेजुन् Takumta ka ni ka step ni dap ka jing so men ba ka jing ay ngo yu play ba ula yo ni pat away banlong dikan ha ka ni ka balang ni. र हामी धन्यवाद चढाउँछौँ परमेश्वरलाई किनभने उहाँले चाहिँ यहाँबाट चाहिँ उहाँलाई उठाउनु भयो र परमेश्वरको राज्यमा बोलाउनु भयो सेवाको लागि Te ba ping pi so ko bor ka long ka bo blay ula sinder pla prang I but say hado ka ni ka por ko menta hado ka ni ka tarik ka ba kaddo jo no banay November 8,000 bayo ban commission ni isa ka kam ka jong dikan. र आजको यो दिन जसरी यो अन्तको जो महिनामा हामी आइसकेको छौँ बापिङ तपाईँ सुन्दै हुनुहुन्छ परमेश्वर तपाईँ बोलाउनु भयो र आजको दिन चाहिँ तपाईँलाई नियुक्त गर्नेछौँ Nangay pi ka balang ni play dwai bu traw nang say ye ki bri ka ban ket ka kam ka jong. मलाई विश्वास छ यहाँ आउने विश्वासीहरूले पनि तपाईँहरूले प्रार्थना गर्नुभएको छ उहाँको लागि Namar baka kam ka jong blay mlaban I but mlaban kan long klem unong tray. किनभने परमेश्वरको कामलाई चाहिँ गर्न सक्दैन जबसम्म काम गर्नेहरू निस्किँदैन Kalong ka ba don kam baki briw da ka download ka ba kluot baki mi ban ket ka kam ka jong. किनभने उहाँले चाहिँ चाहनुहुन्छ उहाँको बनाएको सृष्टि मानिसहरूले चाहिँ उहाँको कामलाई अझै बढाउन् भनेर Ban ni so kumen ba ka ni ka step ni don ha ka ni ka jaka ban pendap ya ka ni ka kam. र हामी खुसी छौँ किनभने यो कामलाई आज हामी पुरा गर्न गइरहेको छौँ Bat kumbang I ba ublay ulong ubayay ne ba don kam ru sakri jong ubakin long ki bayay ne scam. र परमेश्वर जसरी विश्वासयोग्य हुनुहुन्छ र परमेश्वरले पनि खोज्नुहुन्छ उहाँको मानिसहरू चाहिँ विश्वासयोग्य र स्थिर हुन् भनेर But ha ki po pi kan ma ba ki kon sel ki don ha ka rejep ha ka rejep jong long marao. जब इजरायलीहरू इजिप्टमा जब थियो त्यो बेलामा तिनीहरू दासत्वमा थियो Hani kalong ka ba pala ha ka ka rejep jong long marao. Kumno ba kila nang roy ba kila nang man kerhai. र आश्चर्य पर्ने कुरा थियो त्यस्तो दासत्वको देशमा हुँदाखेरि पनि इजरायलीहरू चाहिँ वर्णमा चाहिँ कहिले पनि पछाडि भएन Kumta ka Bible ko ang ba lami us e mo ba thamay ba mi to yung Joseph ba mi to yano ru but ni ulas dang man pinch tambay ni ki konis. र त्यहाँनिर चाहिँ जब नयाँ राजा आउन लागे त्यो कसैले पनि जोसेफलाई चिनेन परमेश्वरको सेवकहरूलाई चिनेन जसको कारणले गर्दाखेरि चाहिँ इजरायलीहरूले चाहिँ धेरै सङ्कष्ट झेल्नु परेको थियो But ha ka ka por ni us e mo thamay ula penmi ko hukom ba ki kon chen rang jong ki Hebrew de ban penyap but ban bread ki to ko wa nai. र यो राजाले चाहिँ आदेश दिएको थियो कि हिब्रूको जति पनि नानीहरू छ तिनीहरूलाई मार र नदीमा फाल्दो भनेर Dai kumma ka por ba ka kmi ka jong Moses ka Joshebet ba pa jong Amram ba kila penkha yo Moses. र त्यो बेलामा चाहिँ मोसेसको चाहिँ आमा अनि बाबाले चाहिँ जब मोसेसलाई जब जन्माए Bad habala kayo Moses klibu ulong kon babri lempon. र देखे मोसेस एकदम राम्रो एकदम सुन्दर थियो Bakila buri yung live na haka year. र
र 3 महिना जस्तो चाहिँ कुनामा घरमा चाहिँ उसलाई लुकाएर राखेको थियो Bandala Burio Laibna, Kakmir Jong Kala Shem Yakasang, Kalatan, Bakala Lapida, Bakala Tadak Ting, Bakala Bunbuyu to Kulung Hapoka to Kasang, Bakala Penkin Hakawa. अनि त्यस बेलामा चाहिँ जब आमाले देखे चाहिँ उसलाई टोकरीमा राम्ररी सजाएर चाहिँ नदीमा बगाइदियो Balasi Hakapor, Bakabu to Kuan, Kadwai Gong A Ublay Jehovah, Mami to pet to Sumar to care, but to rekindle you, long secret. अनि जब त्यो नदीमा जब आउँदाखेरि चाहिँ हुनसक्छ आमाले प्रार्थना गर्थे होला तपाईले हेर्नुहोस् यो तपाईको दासलाई तपाईले यसको निगाह गर्नुहोस् भनेर But Shisha, Habakala Penkin Gumta, Kadi Hakatakapor, Bakanika Kon Kajung Imparo, when some Renkat Batki, Sakri Chakorjonka, Shakatakawa. अनि त्यस बेला चाहिँ जो फारोको जो छोरी थियो ऊ पनि खोलामा आयो नुहाउनुको लागि अनि त्यो बेलामा चाहिँ त्यो नानी पनि बग्दै बग्दै उसको छेउमा गयो But Kalai Katakashang, अनि जब त्यो टोकरी देखे Habakala Kishakala Pa, Yakaway Sakri Ben Shem, अनि एकजना चाकरलाई चाहिँ पठाए जाऊ त्यो टोकरीमा के छ हेर भनेर but Habakala Pet, Kala Budo, the Pulong Long Baba Puribo, Bakong and Shem Yoni, Bangan Pelong Kunjum. अनि जब देखे त्यो नानीलाई एकदम सुन्दर थियो अनि उसले निर्णय गरे यो नानीलाई म लिने छु र मेरो नानी जस्तै पाल्ने छु But kumta ka Miriam pat ka menjung ka baap kalamare kong pikwanong sumar manu ban sumar yung kulong. अनि जो मरियम थियो उनके जो बहिनी थियो उसले जब भने तपाईले के यो नानीलाई लिन चाहन्छौ नुहाइदौ भनेर Kasim kong hoy nga kwa kilikot. अनि राजाले भने म चाहन्छु जाऊ बुलाऊ Pitara yano ka likot. अनि कसलाई बुलायो होला Ani kala likot yan yung kami. अनि आफ्नै आमालाई जब बुलाउनु गए Kong make loy ka kun yung simparu ka kot yipi. अनि आमा छिटो आऊ किनभने राजाको फारो राजाको छोरीले चाहिँ तपाईलाई बुलाउँदै हुनुहुन्छ But anda kalawan kaong pinang man riyo no kulong kong hoy. Batuk sumar yung nan ay ka bainong yipi. अनि उसलाई भने के तिमीले नानीलाई सम्हाल्न जान्दछौ उसले भने त सम्हाल म तिमीलाई तिम्रो इनाम दिनेछु भनेर चाहिँ भने Life na kala simba kala yo biang yo ban kentuk yo halaka jong kasedem. 3 महिना पछाडि चाहिँ फेरि त्यो नानीलाई लिएर चाहिँ आफ्नो काखमा जब लिए Piabas ko to ika jinkmen jongka. कति आनन्द भयो होला Piabas सोच्नुहोस् ko to ika jing ai mo jongka yo blay ula ri ula daula suma. सोच्नुहोस् कसरी परमेश्वरले चाहिँ त्यो प्रार्थना सुन्नुभयो अनि सुरक्षा साथ उहाँलाई राख्नुभयो त Bana नानीलाई pa kala sim yo dang life na klas dang malika ika tin ka jong blay. जब 3 महिनाको हुँदाखेरि त्यो बेलादेखि नै परमेश्वरको कुराहरू चाहिँ सिकाउन थाले उसलाई Bana kala pasaw kita dong score jong banong ublay jong ulang ublay jong Abraham jong Isaac jong Jacob. अनि कानमा उसलाई भन्न लाग्यो हाम्रो परमेश्वर चाहिँ अब्राहम इसाकको परमेश्वर हुनुहुन्छ But ulang ublay ki kamba ko. अनि उहाँ चाहिँ आश्चर्य काम गर्ने परमेश्वर हुनुहुन्छ But tu Moses unang san अनि जब मोसेस चाहिँ बढ्दै गए but una he katu ka niya अनि जब हुर्कन लागे मोसेस kalibo biyang iuhakan to kayin tung simparo. अनि फेरि चाहिँ राजाको घरमा चाहिँ उसलाई राखे But kumda ka sim ka kun yung simparo kalapayo ba kung reject school ban penbet yung ban penlong yung paro jong ka bijip. अनि चाहिँ उसलाई पठाउन लागे राम्रो राम्रो ठाउँ स्कुलहरूमा ताकि उसले चाहिँ फेरि त्यो राजाको सिंहासनलाई चाहिँ लिनु सकोस् भनेर Ulali ki school haka ba kini ki kun ki jong sim ki banlong ki minister ki banlong ki chief minister ulali kum ki school. अनि ठुलो ठुलो स्कुलमा उसलाई पठाए राम्रो स्कुलमा जाने चाहिँ एकदम एकदम धनी मानी मानिसहरू आउँथ्यो Ulali ban puli ya kata ko astrology ka ba di ba puli kini. अनि त्यो एस्ट्रोलोजी पढ्न गए जो चाहिँ ताराहरूलाई जो पढ्न जान्छ Ulali puli ka mathematics ka ba di jingkeng jingdia. अनि म्याथ्सहरू पढ्न लागे जो चाहिँ हिसाब किताबको Ban nga ngayon ulali puli ya ka law. र म विश्वास गर्छु उसले चाहिँ न्यायलाई पनि पढ्न गए Ka ba di ka an ka kanon. जो चाहिँ एउटा न्याय अनि कानुनको विषयमा Kalong ka सिकाउँदछ alam ka jong ublay o Moses kung puli ya kini kanang ba ublay un an ya ka an nakabanda ki kon Israel. ताकि यो सबै परमेश्वरको योजना हो जसरी मोसालाई चाहिँ चारैतिर पठाउँ ताकि इजरायलीहरूलाई सिकाउन परमेश्वरको न्याय अनि कानुनको But विषयमा। hateng